ल केही भन्नु छ स्टार्टिङ गर्नुहोस् अहमद एक बजे upload to YouTube. Wow. Razim is from Sudan. From Sudan. Yeah. He's from Nepal. But look like same. It's Africa. You know? Every day look is to Africa. Wallah, we look Africa. Razim. No. Salamat. Kabar. के भन्नु छ Like Africa. They look like African. I am. Sound like Arabic. Yes. No. Yes. That's muskila. Budi, that's muskila. Ayo. Balang ayo. He is the only one diamond, black diamond. He is the only one black diamond. I will kick. ल अर्को कालो मान्छेबाट अर्को आइसकेको सेतो मान्छे Pero lulli. हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो आफ्टर 2 दिनपछि फेरि पनि आइसक्यौँ माझमा अनि हाम्रो टाइटल थम्बनेल अब के हुन्छ र अब हामीले के अरे 2-3 करोडको भुजा किनौँ न फिर से आ गए रे बाबा नै यो भुजा भुजा आएछ तर त मर्कै कि त अनि त्यही हो गाइज अब चाहिँ हामी टक्क जाँदैछौँ यता हाम्रो सुडानी साथी फ्रम सुडान and he is coming Nepal. I look. You coming Nepal? Ayo. कसले भनेको थियो त्यो पुरानो के अरे 1997 वाला भिडियो छ 97 पनि होइन 1990 वाला 80 वाला भिडियो खालको मेरो फेस छ क्या होइन त्यो सब गाइजहरू सोच्छु होइन अब खतरनाक होइन पुरा भिलेनवाला होइन यस्तो पर्फेक्टेड वाला भिडियो बनाउँछु भनेर पुरा मेरो एक्सपिरियन्स चाहिँ त्यति आइरहेको हुन्छ अनि एकैछिनमा यसो भिडियो बनाइसकेपछि भिडियो हेर्छु क्या त्यसपछि चाहिँ लामो है पुरा त्यो जेन्टलमेन जस्तो कस्तो क्या एकदमै सिधा तर म छैन है सिधा गाइजहरू थाहा कि थाहा अब हाम्रो यो भेट हुने भनेको यही लास्ट महिना हो अनि त्यसपछि हामी चिन्दैनौँ त चिन्दैनौँ त के भन्ने अब बहिनी उसैको हो दिने के हो तर हुन्छ पक्का हो मैले सोचिरहेको छु है बहिनी कहिले आउने हो नेपाल अप्रिल यो हो बहिनी र मेरो त एकैचोटि त्यसो भए म दाङ आउँछु लाजिम चार त्यही हो अब म आउँदा चाहिँ अब दमौली आउँदा चाहिँ एक्लै आउँछु जाँदा चाहिँ मलाई डर लाग्छ होला है एक्लै जान्दा होला यो त कता हो एटिएम चल्यो तर हेर त्यो एक्लै छ यसको जोडी छैन हेर हजुरको चाहिँ छ छैन नि यार त्यही त हो नि त्यही त हो चराको जिन्दगी मेरो जिन्दगी एउटै रहेछ कता हो ऊ पाउने एटिएम चल्ने ठाउँमा जाउँ हुन्छ हामी चिया खाएर भेट्छौँ है त गाइज अझै अब छोटो छोटो गर्दै गर्दै भिडियो आइरह होइन यो भनेको हजुरहरूलाई यो अहिले लामा हाल्ने भनेको जहिले हो अब अर्को बेला सेलेरी आउँछ फेरि हामी टिकट काट्छौँ त्यतिखेर चाहिँ बबा लामो भिडियो आउँछ है अनि हामीले लामो होइन लामो हाल्छ दो हात टु
काठमाडौँको भिडियो आउँछ सिधा पुरै लामो होइन लामो हाल्छौँ हजुर। त्यही हो अहिले धेरै जाडो परेको यो कारणले गर्दाखेरि बोल्न सकिरहेन अब चलिरह साउना खाएन होला त्यही नि हाम्रो यो लिप्सको बारेमा लिप्सलाई एकदमै निहालेर हेरेर हामीले के बोलिरहेका छौँ त्यो बुझिदिनु पर्ने हुन्छ हजुरहरूले। आँखैले बुझाउ क्या होइन जाडोको अति नै जाडो पनि होइन गोला बारुद सँगसँगै जाडो पनि बढ्यो पनि बढिरहेको छ है। धमाकाको कारणले ए अनि साथी त भन्ने बिर्सेको भोट कसलाई हाल्नुभयो राइटर अब यो त भोटपछि आउने भिडियो हो भोट यस्तो हो भोट चाहिँ मान्छेले हेर्दै खान्छ साथी हो हजुरको आफ्नै साथी राम्रो त पछाडि बसेर अनि अब यस्तो हो के पुरा भेडाभाडीहरूले हाल्ने भनेको चाहिँ अब एमाले काङ्ग्रेस एमाले भन्ने हो। अब अरू अलि त टाढा भनेकाहरूले टिममा माटोमा हालिदिउँ होइन। तर यो मनमा मन बसेको ती मात्रै हो म चाहिँ राजावादी है होइन। म चाहिँ फेरि यस्तो फेरि राजा अब यस्तो सुरु कि के अरे काङ्ग्रेस कि एमाले भन्दाखेरि चाहिँ म एमाले भन्छु है। अब एमाले कि राजसभा भन्दाखेरि राजसभा दियो। अब राजसभा होइन त्यो भनेको त राष्ट्रिय स्वतन्त्र पार्टी कि अब राजा भनेर आयो भने चाहिँ अभियसली राजा हो। गाइस अब हामी फेरि भित्र जान लाग्छौँ सबैसँग कम्पेयर गर्ने चिज हुँदैन होइन। तर हामी राजा हामी चाहिँ राजा हामी चाहिँ सबभन्दा वीरेन्द्रकै मैले विवरण भर्दैन फेरि सिधा अब फेरि एउटा किन भर्दैन भने त्यसले भन्छ होला मान्छेले फेरि है सिद्ध घर जाने हो किन भर्दैन भन्छ होला नि खर्सानी भन्दा भोलि बिहान अब त्यो नेपाल सरकारले उद्धार गर्छ भन्ने कुरा हो 1% पनि चान्स छैन नेपाल सरकारले हामीलाई उद्धार गर्छ भनेर चाहिँ 1% चान्स पनि छैन। बरु त्यो विवरण भर्नुभन्दा आफै टिकट गरेर घर जानु बेटर छ है मेरो एडभाइस चाहिँ। स्वागत गर्न चाहिँ आउनु होला एयरपोर्टमा सबको काम रोके है हामीलाई चाहिँ माटो नै पेलाहा गुल्ली कन्टोफ्रानी बनाइरहेको अनि त्यो अर्को क्या हो छ। अरू केही भन्नु हो आजलाई यति हामी खानामा बिजी छौँ होइन। अब खानेकुरालाई पनि इम्पोर्टेन्ट दिनु पऱ्यो। खानेकुरालाई होइन हजुरको मैले चाहिँ अब इम्पोर्टेन्ट दिनुपर्छ। अप्रिलमा म ट्याक्क दान हाल्छु के हो जेठान साहब भन्ने दिन कहिले हो यो मलाई पानीको कारणले गर्दाखेरि रिपोर्टको लागि है रेलिटन नै भएछ हामी राकेश टिभीमा आउँदा पहिला यो साइड भरिहाल्थेन मतलब यो एरिया धेरै महिनादेखि क्लिन भएर केटाहरूले के कुरकुरे मात्र खा भन्नु होला हामीले यहाँ जाडोमा तताउ लाग्यो जाडो जाडोमा यसो तत्नु आएको थ्याङ्क यू सो मच।